रविबारे नआएर सबभन्दा पहिला स्ट्रगल छ गाइज अस्ट्रेलियामा, तर स्ट्रगल सँगसँगै यो फ्रिडम पनि छ। गाइज वेलकम ब्याक आजको फेरि यो नयाँ भिडियोमा। आज हामीसँग हुनुहुन्छ नयाँ गेस्टहरू। हामीसँग हुनुहुन्छ एउटा गाउँबाट आउनुभएको दाइ, नेपालबाट आउनुभएको दाइ र सधैँको एउटा कुशल भाइ। कुशल फेरि जहिले गर्लफ्रेन्डसँग बोल्छ, फेरि आज पनि कति माया हो कि गर्लफ्रेन्डको। मैले घर परिवारको फोटो हेरेर बस्छु, जहाँ जाँदा पनि जहिले घर जानुभन्दा पहिला घर उसको फोटो हेरिदिनु रहेछ कि होइन कि कति दिनभन्दा अगाडि हो कि म घुम्न गएको, मलाई मेसेज नगर है एकछिन भने दाइ वेलकम छ हजुरलाई हाम्रो घरमा। थ्याङ्क यू भाइ। हामी कहाँ जान्ला खै अब ड्राइभरलाई सोध्नुपर्छ। अब हामी भान्जा जानलाम क्रेगिबनको हाइटमा। ओके एकदम रमाइलो ठाउँ छ। गर्लफ्रेन्डलाई मेसेज गरिदियो नि हामी हिँड्यौँ भनेर। गरिसकियो हजुर। ओके हामी अहिले रातिको 12:24 हिँडेको छौँ। 12:24 हिँडेका छौँ। अब हामी क्रेगी पहिला जानुभन्दा पहिला चिया लिन्छ, त्यसै क्रेगिबनको हाइटमा गएर चिया खाएर सबजना फर्किन्छ है त। ओके अदरक डाल के। सो गाइस यहाँ चाहिँ केटाहरूले मलाई जबरजस्ती भ्लग बनाउन भनेर गाडीबाट निकालिदिएका छन्। यहाँ चाहिँ हाम्रो मामा केही भन्दिनँ। म एकदम खुसी छु भान्जाको भ्लगमा आउनु पाएँ। यो मेरो सौभाग्य रहेछ, नेपालदेखि भ्लगमा आउनको लागि म यहाँ आएँ। हामी पनि आफूलाई भाग्यमानी ठान्दछौँ भ्लगमा आउनु पाएँ। संस्कारी कुशल खुसी छु चिया खान पाइयो। सो गाइस हामी चाहिँ चिया लिनको लागि आएको छौँ। यस भान्जा थ्याङ्क यू कुन डे। सो केयरिङ मामा। थ्याङ्क यू भान्जा। हो यस्तो भनेपछि मलाई मजा आउँछ। सो गाइस चेक गरौँ है त कफी। पुड्यो यस्तै भाइरल हुँदो रहेछ त अनि। सो गाइस अस्ट्रेलियामा चाहिँ भर्खरै लाइसेन्स निस्केर गाडी किनेपछि यस्तै हुन्छ, रातिको 12-1 बजे डुल्नु हुन्छ। यस्तै हो भाइ, सुरुमा सिक्दाखेरि यस्तै गर्नुपर्छ। यस्तै गर्नु तर गाडी मैले चाहिँ किनेको होइन है। गाडी ओनर चाहिँ गाडीमा आइसकेका छौँ। गाडी हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ। अझै कस्तो लागिरहेको तिमीलाई? सो गाइज हामी चाहिँ अहिले क्रेगिबनको डाँडामा फाइनली आइपुगेका छौँ। मेरो भ्लगमा देखे जस्तै स्टुडेन्टको लाइफ एकदम स्ट्रगल छ भन्ने मात्र होइन, स्ट्रगल पछिको सुख यही हो। रातिको 12-1 बजे जहाँ मन लाग्यो जतिखेर मन लाग्यो डुल्न पाइए। के भन्छौ? एकदम सही भन्छु म, घुम्नु पाइयो। स्ट्रगल छ गाइज अस्ट्रेलियामा, तर स्ट्रगल सँगसँगै यो फ्रिडम पनि छ। के भयो अरे अझै गर्दै हात माथिबाट तल। सो यहाँबाट चाहिँ सबै मेलबर्न सिटी देखिन्छ गाइज। हो एकदम बेस्ट हो, एकदम बवाल देखेको छ ल। बवाल छ यो भ्यू, हामीले आजसम्म देखेकै थिएनौँ। यस्तो बवाल भ्यू पाइयो। बत्ती देखा झलल्ल बत्ती बलेको छ मेलबर्न सिटी। आहा झन् रातमा रमाइलो रहेछ। हामीले त नेपालमा त यस्तो त तिहार लाउँदा मात्रै देखिँदैन, यो त दसैँ न तिहार यति रमाइलो ठाउँ रहेछ। आहा देश छोडेर आउनु तपाईँहरू पनि, स्ट्रगल गरौँ, रमाइलो गरौँ, यतै पैसा कमाऊ। रवि हानिदियो बारे नानी जुन जग्गा आयो नि कानै तिरेको अवस्था परिवर्तन हुँदैन जबसम्म व्यवस्था पनि परिवर्तन हुँदैन। अवस्था परिवर्तन खोइ त नि रसन दाइ। अब हामीले आएर रविबारे नआएर सबभन्दा पहिला संविधान संशोधन गर्नुपर्छ, नत्र देश बन्दैन। युवा यहाँबाट भनेका छन्। नेपालमा चुनावी माहौल कस्तो छ गाइज? तपाईँको चुनावमा राम्रोसँग भोट हाल्नु, राम्रो मान्छेलाई दिउँ। हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई भोट दिउँ। नातावाद कृपावाद होइन, राम्रो र सक्षम मान्छेलाई भोट दिउँ। देश यसरी बन्छ, सोच बदल्यो भने देश बन्छ है त। भोट राम्रोसँग हाल्नु। जय जयन्ती। नवाज अन्सारी खेलेको पिङ हो। सो गाइज नवाज अन्सारी खेलेको पिङ, नवाज अन्सारीलाई हाइटमा लिएर आएर खेलेको पिङ हो। हट भान्जा। ओके
हेलो वाइ से लभली छ सो गाइस नाइट फन सो गाइस युज गरेका छन् यहाँ रमाइलोको लागि तर नेपालमा बाध्यता छ नेपालमा यही ट्विन बाध्यता छ भने यहाँ रमाइलोको लागि हेर्नु त यो मान्छेहरू रमाइलो गरेका ओ माई गड जुनेली हेर जुनेली जुनकरी आउँदिन अब कसैलाई बाध्यता कसैको रहर कसैको बाध्यता भनेको यही नै हो ओ माई गड ओ माई गड ओ माई गड ओ माई गड सो गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आएर नि रमाइलो गरेर नि फर्किँदै हौ माया गरेको कुरो अझैले कस्तो माया गर्ने हो यार होइन मैले त बिहानै खाएको आजको भ्लग हामी यहीँ अन्त्य गर्छौँ हामी घुमेर नि आइसक्यो सबैले हेरेर माया दिनुहुन्छ भन्ने मलाई अपेक्षा छ धन्यवाद सबैलाई अर्को भ्लगमा भेटौँला बाई सो गाइस थ्याङ्क यू सबैलाई सुब्रतलाई सुतिसक्यो गाई ल म्याङ्गो सुब्रतलाई त भोज परेन मनिष म्याङ्गो चाहिँ खाँदैछ र ल ल भने तिमी नै खाऊ अनि मैले त बिहानै खाएको अनि फेरि खाऊ न मैले खाँदिनँ म्याङ्गो फ्लेभरको